हेलो हेलो आजको छुट्टीको समय त्यत्तिकै गयो। रुममा बस्यो, खायो है, गेम खेल्यो, अनि यसो बाहिर निस्क्यो। बाहिर निस्केर नि के भन्नु, के नि बाहिर निस्क्यो भने यसो रुमदेखि अलिकति बाहिर निस्क्यो। अनि भोलिको दिन पनि यसरी बित्नेछ। जाउँ अन्त जाउँ कहीँ घुम्न जाउँ भने रोमानियामा बसेर राम्रो ठाउँहरू पनि छ, तर के भन्नु त्यो राम्रो ठाउँहरू जान एक्लैलाई जान पनि अल्छी लाग्ने है। अब साथीहरूसँग जाउँ भने साथीहरूको कुन सिफ्ट कहिले मर्निङ कहिले डे भएको कारणले गर्दाखेरि समय मिल्दैन है। अनि सो रुममा बस्दा अल्छी लागेर कति रुममा बस्नु भनेर बाहिर निस्केर सो भिडियो बनाएको। तर पनि खै के भन्नु, यहाँ सबै बिल्डिङहरू छन् है। यो बिल्डिङहरू सबै के भन्छ आग लागि भएर त्यतिकै बन्द गरेको रहेछ है। बन्द गरेर सबै सत्यानाश बनाएर एउटा के भन्छ भूत बङ्गला जस्तै बनाएर छोडेका रहेछन् है। तर यतापट्टिको यो जुन बिल्डिङहरू छ, यो बिल्डिङहरू चाहिँ अलिकति हेर्न लायकको छ। यहाँ चाहिँ अझै पनि चलाइ नै रहेको छ काम। प्लस फेरि यहाँ यो एरियामा चाहिँ अलिकति साँझ परेपछि यो ब्रासोकमा है, यो साँझ परेपछि जङ्गलको छेउछाउ हिँड्नलाई चाहिँ एकदम डरसरी हिँड्नुपर्ने रहेछ। गाई चाहिँ कतिखेर भालु आएर एट्याक गर्छ कि भन्ने पुरै डरसरी। साँझ परेपछि यहाँ जो कोही ब्रासोकको छेउछाउ हुनुहुन्छ उनीहरूलाई चाहिँ एकदम केयरफुलसँग बाहिर हिँडिदिनु हुनको लागि म केही भन्न चाहन्छु है। अहिलेसम्म त उज्यालो छ, उज्यालो हुँदाखेरि त हिँड्दा केही फरक पर्दैन। अलिकति साँझ भएपछि यो एरियामा यो बाटो यस्तो छ, यो बाटो यो यतातिर अलिकति गाडीहरू छन् है। यो गाडीहरू यसमा आउने गर्छन्। हिजो अस्ति भर्खरै एउटा आएर खेदाइएको थियो।